सबैजना टिप्पण टापनमा लगाइदिनु होला। धन्यवाद। 가운데 제일이 요원이에요. 자, 또 빨리 말고 얘들한테 벨라니 벨라니 먹어요. व्यवसाय लड़ीहरू कहिले भिड गर्नु हो अर्को काम गर्ने चाहिँ भिडै हुन्न टाइम हेर्ने हो समयमा सिक्यो कम्ती मात्रै भयो कोही दुःख को कारणले कोही आफ्नो विशेष कारणले नेपाल यस्तै गर्दाखेरि हामी आज अलिक थोरै छौँ जे भए पनि आफ्नो कति अमूल्य समयहरू मिलाएर अहिले हामीले मान्नै पर्ने हाम्रो पाहुनाहरू जस्तै सुरुमा हाम्रै क्याप्टन सीबी साहब परिवार त्यस्तै काका नारायण सिंह अनि परिवारहरू अरू बहिनीहरू ज्वाइँहरू तपाईँहरू खासै हाम्रो के अरे यो प्रोग्राम नभए पनि आफ्नो आफ्नो ठाउँमा आसन ग्रहण गरिदिनु होला। आज औपचारिक रूपमा अलिकति पित्रको अगाडि बत्ती बालेर हामी कार्यक्रम सुरु गर्दैछौँ र यसपाला हामीले हाम्रो खलक जुन हाम्रो इतिहास अनुसार धम्पुसबाट खान्द्रुक र अरू गाउँतिर गएको हाम्रो भिगी खलकको कहानी अनुसार जो खान्द्रुकमा आएको हाम्रो फर्स्ट बाजेदेखिको अहिलेसम्म जो परलोक हुनुभयो उहाँहरूको नामहरू पनि हामीले प्रिन्ट गरेर राखेका छौँ त्यही पितृको अगाडि। त्यसमा बत्ती बालेर आजको हाम्रो कार्यक्रम सुरु गर्दैन हुन म हाम्रो सिनियर महिला रसबहादुर गुरुङ र आज
काशी गुरुङलाई अगाडि आएर बत्ती बालिदिनु भन्न अनुरोध गर्दछु। प्लिज ल हजुर हजुर छोटो यो हेल्थ एन्ड सेफ्टी सुनिदिनु होला। आशा गरौँ भगवानको आशीर्वादले यस्तो कुनै घटना त नहोस्, तर कुनै भवितव्य आइपुग्यो भने हाम्रो यस ठाउँबाट दुईटा एक्सिटहरू छ। एउटा चाहिँ जुन मेरो दाहिनेपट्टि यो सानो रुखको जराबाट तल झर्ने र बाहिर निस्किने र अगाडि बाटोमा जम्मा हुने। अर्को चाहिँ तपाईँहरूले पछाडि बारतिर हेर्नुहोस्, त्यो बारको छेउमा एक्सिटको साइन छ, त्यसलाई फलो गर्दै तल झर्ने त्यो भयो। अनि ड्युरिङ द पार्टी तपाईँहरूलाई कोही दुख बिमार भएको भने छिटो हामीलाई कन्ट्याक्ट गर्नु होला। सके हामीसँग नर्सहरू पनि छन्, डाक्टरहरू पनि छन्, यही उपचार होला। नभए हाम्रो न्युली प्रमोटेड W2 आशा भाइ छ, उहाँले एम्बुलेन्ससम्मको बन्दोबस्त स्ट्यान्डमा राख्नुभएको छ, फिकर नगर्नुहोस् भन्दै अब नयाँ टोली आएको छ। एकछिन हालम नगर भन्न नि भएन भर्खर आएकोहरूलाई, किन ढिलो हो भनेर टोकाइदिए नि, नेक्स्ट इयर नआउने हो कि भनेर। चेलीबेटीहरू तपाईँहरू गाह्रो नमान्नुहोस्, ढिलो पनि आउने हल्ला पनि गर्ने होइन है। सुन्दै त सुन्दैन ल, हल्ला अलि कम भयो जस्तो छ। एकछिन ध्यान दिनुहोस् न। गएको वर्षदेखि यता हाम्रो परिवारमा अलिकति दुःखको घटनाहरू पनि भयो। हाम्रो परिवारमा मात्रै होइन, पहिला हाम्रो पुर्खाहरू जो बितेको पुर्खाहरूको नाममा 1 मिनट मौन धारण गरिदिउँ भनेर यहाँहरूलाई अनुरोध गर्दछु। म सुरुमा कोही उ त छैन, मैले लो सुरु भन्छु, त्यतिखेर एकछिन शान्त भएर लो सक्यो भनेपछि सुरु गरौँ हल्ला गर्न है त। एकछिन मौन धारण गरौँ, सबैजना उठिदिनुहोस्। ओके ल, थ्याङ्क यू सबैजनालाई। नपरिकन पर्दाखेरि त रेडी छ, तपाईँहरू हालेर खाँदै गर्नुहोस्। यता हामी चाहिँ हाम्रो कार्यक्रम सुरु गर्दै गर्छौँ। हाम्रो पोहोर छोरा पाएर खुसीको साथमा हामीले आशीर्वाद दिएको मेरो भाइ अनि भान्जी बुहारी पनि भान्जी पनि पोहोर छोरा पायो भनेर आशीर्वाद दिएको, अहिले फेरि छोरी पनि लिएर
आइपुग्नु भएको छ। अनि भाइ विनोद गुरुङ अनि बुहारी भान्जी केकिना गुरुङ, त्यही छोरी पाको उपलक्ष्यमा हामीलाई बधाई दिन मन पर्यो। तपाईँहरू अगाडि आइदिनु अनुरोध गर्दछु। थ्याङ्क यू। क्यारेज भाइ विनोद। यो साह्रै राम्रो भयो। मान्छे आजकल पाल्न दुःख रे पढाउन दुःख रे के हुन्छ, आफ्नो भन्ने सङ्ख्या बढेको राम्रो। यदि नराम्रो आयो भने एउटैले दुनियाँलाई पिरोल्छ, राम्रो आएपछि जति धेरै भयो उति हामीलाई फाइदा हो। त्यसकारण सबैको यसरी एउटाबाट दुईटा, दुईटाबाट तिनटा हुँदै जाओस् भन्ने त्यो चाहिँ मेरो विचार चाहिँ त्यस्तो छ है त। अच्छा, भाइको हो। अब हाम्रो भान्जा राइन गुरुङ, हाम्रो भान्जा राइन गुरुङले यो कलेजको नाम के पो हो? रेन गुरुङ। सरी माई प्रोनाउन्सिएसन भन्छ त्यस्तै छ। त्यो कोदोबारी पढेको मामाहरू प्लिज भान्जा तपाईँको ए लेभल ग्रेजुएट भएको उपलक्ष्यमा हामीले एउटा खाता लगाइदिन्छौँ, अगाडि आइदिनुहोस्। र त्यसैको लागि म हाम्रो माइला रसबहादुर गुरुङलाई अनुरोध गर्दछु। Noi kim bai dai after love the queen after love with the Zamit to my baza A level pass गर्नु भएको भर्खर चोटि भइराखेको पार्टीको लागि यसरी मेहनत गर्ने बिहान द सिन सधैँ खटेर पार्टी सफल बनाउन मद्दत गर्ने हाम्रो भाइ आशापूर्ण सुनेको अब छिटै स्कटल्यान्डतिर ट्रान्सफर हुँदैछ अरे भन्छ त्यसैले अब आउने सालदेखि त्यतिको मद्दत गर्ने मान्छे पाउने हो कि होइन त्यो चाहिँ दुःख लागेछ तर खुसीको कुरो के भने हाम्रो भाइ हालै ब्रिटिस आर्मीको एउटा वारेन्ट अफिसर क्लास 2 जस्तो पोजिसनमा प्रमोसन हुनुभएको रहेछ त्यसकारण यो एकदम गौरवको कुरो हो हामी सबैलाई एकदम खुसी छ त्यही भएर उहाँलाई बधाई दिनको लागि हाम्रो माइलावालाई अगाडि आइदिन अनुरोध गर्दछु र भाइ आशापूर्ण अनि बुहारी शारदा प्लिज तपाईहरु नै अगाडि आइदिनु हुन म अनुरोध गर्दछु है
साह्रै गौरवको कुरा हो। ब्रिटिस आर्मीमा भर्ती भएर वार्न अफसर जस्तो र्याङ्क लिने। अब यही अनुसार उत्तरोत्तर प्रगति हुँदै जाओस्, लजिस्टिकमा भविष्यमा गएर लजिस्टिकको अफिसर हुन सकोस्। अब हाम्रो भान्जीहरू नर्सिङ मास्टर गरेको, नर्सिङ पास गरेको भान्जीहरू पनि थियो। हामीले उहाँहरूको लागि नै प्रिपेयर गरेको, तर दुःखको कुरा उहाँहरू आइसक्नु भएन। अर्को एउटा अलिकति खुसीको कुरोहरू भनौँ या फाइदाको कुरो, खुसी भन्दा नि फाइदाको कुरो, हाम्रो कान्छा बाउ नरबहादुर गुरुङ कान्छी आमाहरू आफ्नो विशेष काम लिएर नेपाल जानुभएको, तर यो पार्टी भेट्ने गरेर आउन सक्नु भएन। भए पनि भाइखलाको पार्टी हो, म मद्दत गर्छु भनेर भाइखलालाई मद्दत गर्नुभएको रहेछ उहाँ पोखरादेखि। त्यो भएर कान्छा बाउलाई नै धन्यवाद भन्नु पऱ्यो। उहाँ पुरानो त सक्ने कुरो आएन। कान्छा बाउको नाममा एउटा खाता लगाउन राजन भाइ हामीलाई राजनलाई खाताहरू भिड्यो हो त। पोहोरको पल्ट इन्जिनियरिङ भयो भनेर, इन्जिनियर पास गर्यो भनेर हाम्रो छोरा सृजनलाई हामीले यहाँ बधाई दिएको थियौँ। त्यसको लगत्तै आफ्नै उसमा काम पाएर जागिर सुरु गरिहाल्यो। हाल स्कटल्यान्डबाट आफ्नो काम गर्दैछ। छोराले पनि काम पाएको खुसियालामा म आउन नपाए पनि हाम्रो भाइखलालाई भनेर मद्दत गर्नुभएको रहेछ। त्यो छोराको नाममा छोरालाई दिनु नपाए नि आफ्नो बाउलाई आएर एउटा छोराको एउटा खाता ल्याइदिनु, भाइ आइदिनु भन्दा। इन्जिनियरिङ गरेको, कोर इन्जिनियरिङ गरेर काममा ईश्वरले पोस्टिङ भएछ। ए ल ल ल कान्छालाई कान्छा अब हेर्दाखेरि मेरो पछि नेक्स्ट अफ किनको कृष्णमान होला होइन, कृष्णमान नै हो। त्यो आशापूर्ण भन्दा कृष्णमान नै ठुलो हो नि। लु अर्को यहाँ के बस्छ भने सन्तानको धनी हुन पाएको खुसीमा, नाति पनि पाएको नातिनी नि पाएको खुसीमा हाम्रो आजूले पनि अलिकति मद्दत गर्नुभएको छ। त्यही भएर हाम्रो माइलो बाउलाई नि आजूलाई पनि यसो एउटा खाता लगाइदिनु पर्यो। भाइ अगाडि आइदिनु आमालाई आज अब एउटा लास्ट भनौँ
पहिलादेखि त केही यादै नगरी बसिराखेको हाम्रो ज्वाइँ सुरेश गुरुङ उहाँ डब्लुवान हुनुभएको रहेछ जेठालाई थाहै थिएन आएको नहुन भर्खर थाहा पाएँ प्लिज ज्वाइँ साहब अगाडि आइदिनुहोस् एउटा पक्का खाता लगाइदिनुहोस् प्लिज तपाईँलाई एकपल्ट म हाम्रो काका नारायण सिंहलाई अनुरोध गरौँ के अरे अगाडि आइदिनुहोस् प्लिज होइन अब मैले थाहा पाएकै आज हामी लोल्नु बहिनी आजलाई के अरे उहाँ साइलियामा नि बोला के अरे आउनुहोस् साइलियामा तपाईँ नि आउनु आउनुहुन्छ गाह्रो नमान्नु म थाहा भएन अहिले भर्खरै अब यस्तो छ वान अफसर क्लास 1 भन्ने आरएसएम भन्ने त लडतरले पाउने कुरै होइन नि यति छ यस सालको हाम्रो अलिकति एचिभमेन्ट गर्नुभएको हो अब एउटा कुरो पोहोरको जस्तो दोहोऱ्याउन मन लागेको तर त्यो त साह्रै लामो भयो होइन पोहोरको जस्तो गर्न त अलि लामै हुन्छ यसपाला म एउटा कुरो यहाँ चिना पर्ची गराउनेमा उभ्याउन मन लाग्यो यसपाला फर्स्ट टाइम अटेन्ड हुनुभएको मेरो सोल्टी बुद्धि र उहाँको जानहरू प्लिज तपाईँहरू जहाँ हुनुहुन्छ त्यहाँ एकपल्ट उभिदिनुहोस् उहाँ मेरो सोल्टी बुद्धि गुरुङ हाम्रो कान्छी फुपूको छोरा हाल योग बस्नुहुन्छ उहाँको श्रीमती पञ्च गुरुङ अनि छोरी उहाँहरू पोहोर आउनुभयो यसपालि फर्स्ट टाइम आउनुभएको हाम्रै परिवारको हो त्यही भएर मैले उभ्याइदिएँ तपाईँहरूले एकछिन भने चिन्नु त चिन्नुभयो अर्को हाम्रो छोरा सन्तोष गुरुङ पनि पोहोर आए जस्तो लागेन अहिले जुन परार साल हाम्रो फिल्म बनाएर देखाउनु भएको थियो अहिले पनि लो भनेर हाम्रो भिडियो खिच्दै हुनुहुन्छ सन्तोष गुरुङ हाम्रो राम भाइको छोरा ठुलो छोरा यति नै छ हाम्रो अफिसियल्ली हाम्रो कार्यक्रम चाहिँ यतै छ अब के छ भने पार्टी भनेपछि अलि ठुलो लाउड म्युजिक ग्याङ 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 गर्ने अनि चर्को चर्को स्वरमा गफ गरेर घाँटी सुगाउने चलन हो म चाहिँ अलिकति त्यसो खिलाफमा जान मन लाग्यो होइन अब 10-15 मिनट चाहिँ मधुरो म्युजिक आउँछ तपाईँहरू चाहिँ खुल्ला तरिकाले गफ गर्नुहोस् र भर्सकै मिसिएर गफ गर्नुहोस् है मैले यहाँ यो त्यस्तो होइन कि अब जस्तै यो मोतीलाल बाजेको खलक एउटा टेबलमा साधन बाजेको खलक त्यो टेबलमा सुब्दारको खलक त्यो टेबलमा त्यो त घर घरमा सधैँ भेटिरहेको छ नि हाम्रो पार्टी हुँदाखेरि चाहिँ मिक्स भएर यसो गरेर 10-15 मिनट चाहिँ यो मधुरो धुनमा गफ गर्नुहोस् त्यसपछि अर्को कार्यक्रम हुन्छ है त ल
काटिसक्यो मेरो छुट्टै काट्यो जति रहेछ त्यति काटिदिन्छु देखि लो अब एकछिन तपाईँहरूको गफ स्टप गरौँ यहाँ होइन कोहीलाई इन्ट्रेस्ट छैन नमान्ने इन्ट्रेस्ट है तपाईँहरूले भर्खरै हाम्रो नानीहरूको गेम देखिहाल्नुभयो लास्ट 1 2 3 हाम्रो श्रेयस के अरे सानो भान्जीको नाम सहारा अनि राज तीनजना यहाँ अगाडि आइदिनुहोस् न खुसी दिने मान्छेको खुसी अब चाहिँ अर्जुनको हुन्छ प्रपर पक्का नमाखला हल खेल्ने हो कतिजना हुन्छ यसमा चाहिँ हाम्रो स्पोन्सर गर्ने मान्छेहरू पनि छ तपाईँहरूले प्राइज पनि पाउनुहुन्छ त्यसकारण अब अडुल्ट टोलीको पक्का नमाखला हल गरेर खेल्ने है त लो 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 भाइ सुरु को लागि म हाम्रो आम्नेलाई र सानियामा दुईजना तपाईँहरू दुईजना यहाँ अगाडि आइदिनु भन्न म अनुरोध गर्छु थ्याङ्क यू होइन तपाईँ दुईजनाले दिनुहोस् न फर्स्ट र सेकेन्डमा
स्वामी ससुरले मान गरेर खासमा ससुरालाई फर्स्ट बनाउनु भयो तर हाम्रो आँखाले वचन फर्स्ट भएको देखेको है यो मान्छे अलि रुखो रुखो छ त्यही भएर पहिला वचनलाई हाम्रो आम्रीबाट वचनमा हो यो एक नम्बर अनि सैन्यमा तपाईँको हातबाट हाम्रो ज्वाइँलाई यो गेम खेलेर रमाइलो बनाइदिनु भएको सबै कलाकारहरूलाई धन्यवाद अनि हाम्रो गेमलाई रमाइलो बनाइदिनको लागि स्पोन्सरवाला हाम्रो आउने अनि सैन्यलाई एकदम धेरै धेरै धन्यवाद लोक आए सुरु गर्दैछौँ है हामी यो चाहिँ अब यो पहिलो 7 वटा चाहिँ कन्सोलेसन हुनेछ है त्यसैले पहिलो नम्बर तान्नलाई म यहाँ मेरो छोरी सारालाई तान्न लगाउँछु ल नम्बर 8 कन्सोलेसनहरु है तिमीले चाहिँ अब अर्को नम्बर तान्ने छौ पल्लो नम्बर 376 ल लपुसैले अर्को तान्दै हुनुहुन्छ 373 अगाडि आएको सबै हाँस्दै मैले भनेको कुरा केही पनि भनेको छैन के होला अब यस्तो खालको हाल भुलेको कुरो अगाडि आउँदाखेरि तिमी लिएर आउँदै हजुर बाजेलाई ल तपाईले अब यहाँबाट नम्बर तान्दिनु पर्यो ल 167 373 अलरेडी पनि छैन ल यो 373 को लास्ट कल 230 182 182
नम्बर आउन सक्छ यो चाहिँ लास्ट हो है कन्सोलेसनको 1116 116 ल यो कन्सोलेसन सबै सक्यो अब चाहिँ थर्ड प्राइज 211 273 यो चाहिँ लास्ट फर्स्ट प्राइजको लागि पुगु एकैछिन ल फर्स्ट प्राइजको लागि है यो चाहिँ तपाईले भन्नुहोस् 266 266 Show me the number. Well done, congratulations. खेल्ने